चित्रजी उपस्थित हुनुभएको छ। उहाँले केही कुरा उहाँलाई सोधौँ, उहाँले जवाफ दिनुहुन्छ हैन। चुनावी माहौल नजिकिरहेछ, चुनावको बारेमा चाहिँ के प्रतिक्रिया दिन चाहनुहुन्छ जनतालाई? अब हाम्रो नेपालमा यो पहिलो रेकर्ड हो यो चुनाव हुने प्रक्रिया पनि। हाम्रो अहिलेको प्रधानमन्त्री सुशीला कार्कीज्यूले पनि नयाँ तरिकाले निर्वाचन गराउन जाँदै हुनुहुन्छ। योभन्दा अगाडि यस्तो भएको थिएन। 30-35 वर्षदेखि अब यो पुराना नेताहरूले धेरै लुटे हेर्नुहोस् हैन, धेरै लुटे। त्यो भएको कारणले गर्दाखेरि अब जेएनजी आन्दोलनमै कति बालबच्चाहरू मरे, त्यो सबैले देखेको कुरा हो। अब त्यो भएको कारणले गर्दाखेरि अब अहिले के छ भनेपछि भ्रष्टाचार विधि अन्त्य गरौँ भन्ने मूल नाराका साथ यो हाम्रो निर्वाचन तय भएको छ। आशा गरौँ पहिलेको भन्दा अलिकति केही फरक तरिकाले हुन गइरहेको छ। यसमा सेना पनि परिचालन गरिरहेछ। अब सेना भइसकेपछि जो कसैले त्यहाँ जनताहरूले आश्वासन देखाएर अब चुनावमा पैसा बार्ने काम पनि बन्द गर्छन्। डर हुन्छ नि त। अब सेनासँग त प्रश्न गर्दैन, सेना त सिधै बाटो हान्ने हो। त्यो भएको कारणले गर्दाखेरि पनि अलिकति जनता सचेत हुनुपर्छ। अहिले चाहिँ तपाईँको अब पुरानो दलहरू पनि मै नेतृत्व गर्छु, अझै हामी नै नेतृत्व गर्छु भनेर अगाडि बढिरहेछ। यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यो पुराना दलहरूले अहिले हामी नेतृत्व गर्छु भन्नलाई ऐलो हो र तपाईँलाई ऐलोको प्रश्न लाग्छ यो तपाईँलाई? यो त 30-35 वर्ष उहाँहरूको बोली हामीले सुनिरहेको छौँ त। अब केपी शर्मा ओलीले के भन्नुभएको छ अहिले तपाईँलाई थाहा छैन? 6 महिना अझै उहाँलाई प्रधानमन्त्री बनाइदिनु पर्यो अरे। अब घर घरमा ग्यासका पाइप पुर्याउने कुरो भइरहेको छ। अनि प्रचण्ड हरेक चुनावमा हरेक ठाउँ सार्ने उहाँको बानी छ। एक ठाउँबाट लड्नुहुन्न उहाँले। भनेपछि तपाईँको अहिलेको प्रतिक्रिया चाहिँ अब जस एकचोटि चाहिँ नयाँले हेरौँ, नयाँले नै केही सबै केही सुधार आउला कि भन्ने एकचोटि जेसुकै होला। 35 वर्ष हामीले हेरिसकेका छौँ। एकचोटि हामीले नयाँ व्यक्तिहरूलाई हेर्नुपर्छ र सपोर्ट पनि गर्नुपर्छ। जति पनि नयाँ हुनुहुन्छ उहाँहरू सबैलाई एकचोटि मात्रै मौका दिनुहोस्। अर्कोचोटि उहाँहरूले मौका पाउने या नपाउने भन्ने कुरा त उहाँहरूको कामले देखाइहाल्छ नि। एकचोटि मौका दिँदा हामी मर्दा पनि मर्दैनौँ। एकचोटि मौका त दिउँ। 5 वर्ष उनीहरूको हातमा देश सुम्पिँदा देश नै रित्ने त होइन नि त। एकचोटि मौका दिँदा के फरक पर्छ र? 35 वर्ष पुरानोलाई मौका दिइराख्दाखेरि त यो स्थिति भयो त। त्यो भएको कारणले गर्दा सबैले एकचोटि नयाँलाई हेर्नुपर्छ, पुरानोलाई सबैले बाइकआउट गर्नुपर्छ। भनेपछि अहिले तपाईँको पनि पुरानोलाई चाहिँ अहिले बाई बाई, नयाँलाई नै अहिलेको लागि? पुरानोलाई मेरो समर्थन छँदै छैन अहिले। जुनसुकै होस् पुरानो, नयाँ जो पनि आउँछ उसलाई नै समर्थन हो मेरो अहिले। हस् त चित्रजी, धन्यवाद। हस्, नमस्कार।